हाई वेलकम छ मेरो मिनी ब्लगमा। अनि यहाँ हामी चाहिँ आज जाँदैछौँ नुवाकोट किस्पाङ गाउँपालिका, जुन चाहिँ डोल्मा दिदीको गाउँ हुन्छ। उहाँ चाहिँ शान्ति दिदी भएर चलाउँदै सो हेर्दै गर्नुहोस्। यहाँ चाहिँ हाम्रो ग्याङ आमामा हिरोनीहरू भ्लग गर्दै हुनुहुन्छ। लड्नुभयो यस्तै छ। यो चाहिँ खासमा किस्पाङ गाउँपालिकाको किस्पाङको मतलब के भन्ने छोडिदिनहरू पनि रहेछ, मलाई चाहिँ भन्न आएन। सो सरी। Look at the weather. My God, full of peace. दामी छैन त साथीहरू। यो चाहिँ हामी किस्पाङ गाउँपालिकाको गेटबाट इन्ट्री पोइन्ट। यहाँदेखि चाहिँ किस्पाङ सुरु हुँदो रहेछ होइन। इन्ट्री भयो ल किस्पाङमा। खासमा किस्पाङ चाहिँ यो डोल्मा दिदीको घर, गाउँको डोल्मा दिदी र सुषमा दिदीको बाटो चाहिँ यस्तै छ है साथीहरू। दामी छ, पिच हरियाली, रोड पनि पिच। आमामा बाटो चाहिँ यस्तो छ है गाइस। यो चाहिँ यो किस्पाङको छोड्देन भइहाल्यो। हिँड्दै हुनुहुन्छ हाम्रो आस हिरोनी युट्युबमा हालिदिन्छ है। गर्मीले चाहिँ मर्नु भएको साथीहरू। ठ्याक्कै हामी पनि बिहानै पुगेको थियौँ नि त, 10 बजी पुगेको थियौँ। 10 बजीतिर होला यतिखेर चाहिँ लास्टै गर्मीले टङ टङ के भन्दै हुनुहुन्छ साथीहरू। डोन्ट माइन्ड। एउटा चल्ला खानु। हेरेर साथ दिनु होला सँगसँगै। अझै पनि किस्पाङको ब्युटिफुल प्लेसहरू हामी हजुरहरूलाई देखाउँछ। ब्युटिफुल शान्ति दिदी इज हियर। दामी ठाउँ चाहिँ दामी नै हो, एकदम पिस। ल हेर्नुहोस्, अर्ग्यानिक झरना रोडमै क्या। फेरि भाग्यमानीले मात्रै हेर्न पाउँछ है यस्तो चाहिँ। दामी छ। तर 12 बजेको घामले हामीलाई चाहिँ टङ टङदेखि कुटिसकेको थियो। फाइनली हामी चाहिँ माथि पुगेर खाना खाएर मजाले लोकल कुखुराको त्योसँग खाना खाएर लाग्यौँ हामी फेरि भेडा फार्मतिर। यो चाहिँ भेडा फार्म हो। हामी चाहिँ अलि उतासम्म गएन भाइहरू। हेर्न सक्नुहुन्छ नजारा। ब्युटिफुल किस्पाङ। लट्स अफ लभ। दामी छ दामी। ल हेर्नुहोस् है, यस्तो ठाउँ त नेपालमा बाइक कतै पाउँदैन तपाईँहरूले। दामी छ। तर भेडा फार्म चाहिँ हामीले देखाएन नभन्नु होला। तर भेडाहरू चाहिँ अहिले हामी अलि उतै जानुपर्ने चाहिँ उतासम्म जान सकेन। भेडा फार्म लाने भनेर है हामीले लगेन है, भेडै देखाएन है। लगाएको रहेछ यहाँ। सुन्नुहोस् कति राम्रो देखायो हो। दिनभरि भिडियो बनाएर अहिले यस्तो भन्न कति राम्रो देखायो। उनीहरू अझै माथितिर जानु। यस्तो छ हालत ल गाइस। भिडियो त हाल्ने गएर त्यहाँ सब्सक्राइब गरेर त्यहाँ हेरेन भने चाहिँ हामी त हेर्ने हो, केही नगर्ने। कति कराको गर्मी चाहिँ हेर्नु हेरेर थाहा पाउनुहुन्छ कतिको चाहिँ चर्को गर्मी रहेछ भन्ने चाहिँ। यो उमेरमा कुर्ती लाउने म यहाँ हिँड्दै हुनुहुन्छ।
भ्यू पनि हेर्नु होला सँगसँगै दामी छ यता हेर्नुहोस् ब्युटिफुल भिडियो त्यहाँ फुल भइसक्यो होला अझै यहाँ हेर्नु है कस्तो राम्रो भ्यू भेडा फार्म किस्पाङको आउँदा हुन्छ भेडा चाहिँ लक्की मान्छेले मात्र देख्न पाउनुहुन्छ लु यस्तै छ हाम्रो चाहिँ हालत यस्तो छ है चप्पल मैले चाहिँ खुट्टा देखाएको अवस्था सो भ्यू हेर्नुहोस् इन्जोय गर्नुहोस् हजुर पनि आउनुहोस् गर्मीले मेरो अनुहार हेर्नुहोस् न त्यहाँ भेडा यस्तरी बाख्राहरू आए है तेरो चाहिँ खैरो यस्तो गाउँघरमा छुट्टै रमाइलो हुन्छ कि साथीहरू खासमा हेलो हाई भन्देऊ न मेरो च्यानललाई कस्तो क्युट क्युट तर बेबी बच्चाको बेबी बाख्राको बच्चा चाहिँ उचाल्न पाए हुन्थ्यो सोर्तीहरू साथीहरू म चाहिँ अब प्रोफेसनल ब्लगर त होइन इच्छा लागेको इन्ट्रेस्ट लागेको मात्रै हो जस्ट ट्राइङ माई बेस्ट सो त्यस्तो प्रोफेसनल ब्लगर चाहिँ होइन राम्रो चाहिँ हुँदैन तर पनि किप सपोर्टिङ किप लभिङ अनि यसरी नै माया गर्नुहोस् अनि 3-4 महिनामा एउटा भिडियो चाहिँ झार्छु म आयो ल दामी दामी रुख हेर्नु नि रुख कस्तो डेन्जर काइन्ड अफ हरर मुभीतिर देख्ने रुख जस्तै छ माछाहरू झुन्डेको आमामा बच्चाहरू त ठिकै हो कि अब हेर्नुहोस् ल अब ठुलो पनि झुन्डिने रे अब हेर्नु त ल यस्तो त छ ल तर लास्टै इन्जोय गरियो हेरेरै थाहा पाउनु भयो होला लु हेर्नुहोस् है सानो बच्चाहरू झुन्डिरहेको त्यहाँ पालै पिलो हो नि फेरि अहिले लु अब अर्को चाहिँ बच्चाको पालो यो चाहिँ बिचरा हाम्रो आशा चाहिँ हेरिराख्नु भए उहाँको आफ्नै गाउँ हो जोडी हो जोडी लु बाबुहरू ल है ल किस्पाङको बाटो चाहिँ यस्तो छ किस्पाङबाट माथि भेडा फार्म भेडा चौर खै के पो भनेको त्यहाँ पुग्ने बाटो चाहिँ यस्तो छ अनि तरिकाले डरलाग्दो तरिकाले हुडमा पनि मान्छे राखेर आएको छ कि पुरा रक्सी खाएर हल्ल्या जसरी बिस्तारी तर एकदमै स्केरी चाहिँ हो कि खासमा बाटो हेरेर चाहिँ यतिको त हुनु त ठिकै हो God, look at this. केही तस्बिरहरू योहरू चाहिँ सब मेमोरीको लागि हो अब पछि सँगै हुन्छ कि हुँदैन त्यही भएर मेमोरीको लागि मैले चाहिँ बनाएँ दिदीबहिनीहरूसँग अब उहाँहरूले मलाई सम्झिनुहुन्छ कि हुन्न आई डोन्ट नो मैले चाहिँ बनाएँ फरीमा
यो चाहिँ हामी आएर पनि भोलिपल्ट बिहान हामी चाहिँ गाउँ डुल्न हिँडेको किस्पाङ गाउँ गाउँले भन्दो रहेछ होइन गाउँले किस्पाङको गाउँको नाम चाहिँ एकदम राम्रो छ गाउँ चाहिँ ब्युटिफुल लाइक गाउँ जस्तो पनि छैन लाइक सहर जस्तै छ तर गाउँ डुल्न जस्तो मजा त केही पनि होइन मलाई चाहिँ तर 1-2 दिन मात्रै रमाइलो लाग्छ साथीहरू गाउँ चाहिँ यस्तो हेर्नु है हिँड्ने मामी गाउँ डुल्न हिँड्ने हामीलाई पनि पढाउनु न अब काठमाडौँमा होटेलको साउनी भएर बस्यो है त्यो मेरो घरको माथिको मैले रेस्टुरेन्ट राख्ने भनेर डिजाइन गरेँ हो नि त अनि पछि मैले भए त अझ ऊ पनि गर्थ्यो हो के अरे मैले बनाएको घर हो हेर्नु है किस्पाङको गाउँ किस्पाङ के हो रे अनि हामी त ठुलो होइन बोको पनि यत्रो हुँदो रहेछ भने म पनि आफै दाङ बोको कि खसी हो यो बोको यसको पैसा त डेन्जर आउँछ होला त होइन बोकाको पैसा हजुर हौ कसले अब हेर्ने चाहिँ त बुझाउने लु मलाई छैन बोर्ड मात्र छ उहाँ बोर्ड तपाईँले देखाएको बोर्ड फलेको छैन त्यही एउटा पनि तिमीले लिएर आएछ काले प्लास्टिकमा चाहिँ केही छैन उ दिन्छ भनेर हेरिरह मैनी किन रुन लाग्यो पानी घट्टा स्टिल छ ल गाई नेपालमा त्यहाँबाट देखेन यो पानीबाट चल्छ त्यो माथि नि छ घुरेर हेर्नुले चाहिँ